प्रश्न नम्बर 1 कुन देशलाई भाग्यमानी देशको उपनामले चिनिन्छ? अप्सन ए नेपाल, अप्सन बी भारत, अप्सन सी भियतनाम, अप्सन डी टर्की। यसको सही उत्तर रहेको छ अप्सन ए नेपाल। प्रश्न नम्बर 2 नेपालको कुन जातिले पैसा छुँदा पाप लाग्छ भन्ने गर्छ? अप्सन ए कुमाल, अप्सन बी नेवार, अप्सन सी बनकरिया, अप्सन डी राउटे। यसको सही उत्तर रहेको छ अप्सन डी राउटे। प्रश्न नम्बर 3 क्षेत्रफलको आधारमा नेपालको सबैभन्दा सानो जिल्ला कुन हो? अप्सन ए काठमाडौँ, अप्सन बी ललितपुर, अप्सन सी भक्तपुर, अप्सन डी डोल्पा। यसको सही उत्तर रहेको छ अप्सन सी भक्तपुर। प्रश्न नम्बर 4 विश्वमा सबैभन्दा धेरै बाल मजदुर भएको देश कुन हो? अप्सन ए अमेरिका, अप्सन बी चीन, अप्सन सी रसिया, अप्सन डी भारत। यसको सही उत्तर रहेको छ अप्सन डी भारत। प्रश्न नम्बर 5 हाल नेपालमा बाघको संख्या कतिवटा रहेका छन्? अप्सन ए 350 वटा, अप्सन बी 355 वटा, अप्सन सी 360 वटा, अप्सन डी 362 वटा। यसको सही उत्तर रहेको छ अप्सन बी 355 वटा। प्रश्न नम्बर 6 विश्वमा सबैभन्दा धेरै रोजगार दिने संस्थान कुन हो? अप्सन ए भारतीय रेल सेवा, अप्सन बी नासा कर्पोरेट, अप्सन सी अमेजन मार्केटिङ, अप्सन डी नुन अनलाइन। यसको सही उत्तर रहेको छ अप्सन ए भारतीय रेल सेवा। प्रश्न नम्बर 7 विश्वमा दारी पाल्ने प्रचलन कहाँबाट सुरु भएको हो? अप्सन ए अरब, अप्सन बी इजिप्ट, अप्सन सी डेनमार्क, अप्सन डी सुडान। यसको सही उत्तर रहेको छ अप्सन बी इजिप्ट। प्रश्न नम्बर 8 मानिस स्वस्थ रहन कति प्रकारका भिटामिन आवश्यकता पर्दछ? अप्सन ए 10 प्रकारका, अप्सन बी 11 प्रकारका, अप्सन सी 12 प्रकारका, अप्सन डी 13 प्रकारका। यसको सही उत्तर रहेको छ अप्सन डी 13 प्रकारका। प्रश्न नम्बर 9 छठ पर्वमा कुन भगवानको पूजा गरिन्छ? अप्सन ए बुद्ध, अप्सन बी सूर्य, अप्सन सी शिव, अप्सन डी विष्णु। यसको सही उत्तर रहेको छ अप्सन बी सूर्य। प्रश्न नम्बर 10 सबैभन्दा धेरै जनसङ्ख्या भएको जिल्ला कुन हो? अप्सन ए रूपन्देही, अप्सन बी चितवन, अप्सन सी भक्तपुर, अप्सन डी काठमाडौँ। यसको सही उत्तर रहेको छ अप्सन डी काठमाडौँ। धन्यवाद। आजको भिडियो कस्तो लाग्यो? सल्लाह सुझाव प्रतिक्रिया अवश्य दिनुहोला। म हजुर सामु यस्तै जीके सम्बन्धी महत्त्वपूर्ण अनि रमाइलो भिडियो लिएर पुनः उपस्थित हुनेछु भन्दै आजलाई बिदा हुन चाहन्छु। हस्त। धन्यवाद।